हेलो यार, नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा म चाहिँ अमन श्रेष्ठ। मेरो च्यानलको नाम चाहिँ पासा ब्रदर हो। हजुरहरूले देखि नै सक्नु होला। म चाहिँ भर्खर नयाँ डेनमार्कमा आएको, त्यही भएर अनि भ्लग चाहिँ बनाउनु कि नबनाउनु भनेर यत्तिकै कन्फ्युजनमा बसिरहेको थिएँ। नेपालमा पनि अलिअलि भिडियोहरू त गराइरहेको छु, तर खासै अपलोड नगरे पनि अनि तर भिडियो चाहिँ बनाइरहेको छु। अनि यहाँ चाहिँ म बस्ने अपार्टमेन्टको दाइले चाहिँ बनाउनु भाइ, के हुन्छ र राम्रै हुन्छ बनाउनु त हो, कस्ता त गराखान् भन्नुभयो। अनि त्यसपछि ल त नि दाइले भनेको कुरा मानिदिउँ भनेर अनि दाइले हेरिरहनुपर्छ होला, हाँस्नुभयो होला दाइ। अनि दाइको कुरा पनि मानेर अनि मलाई पनि एकदम हल्का फुल्का भिडियो बनाऊँ न त भनेर अनि मैले अहिले चाहिँ भिडियो बनाउनु लागिरहेको। कस्तो हुन्छ हेरौँ, लेट्स सी। सबैजनाले चाहिँ सब्सक्राइब गरेर राखिदिनु होला। जस्ट भ्लग मात्र गराउनु लाग्यो। हजुरहरूलाई मनपर्छ होला सायद मेरो भ्लग, अन्तिमसम्म हेरिदिनु होला। खासै राम्रो त गराउँदै जान्छु, खासै नराम्रो पनि छैन, खासै राम्रो त छैन, त्यही नि। र फाइनल्ली बस पनि आयो। म अब सोध्छु एकचोटि, लेडी ड्राइभर हुनु रहेछ। I want to go to Glostrup train station. Yeah, thank you. त्यसपछि यहाँ चाहिँ कार्ड ट्यागको छाउनुपर्छ। कार्ड छोएपछि चाहिँ बिना कार्ड हिँड्यो भने चाहिँ यहाँ सिधै 1000 क्रोनर फाइन हो। चल झुटा। म चाहिँ अब यहाँदेखि ट्यागको बसदेखि झरिसकेँ। अहिले चाहिँ म अब ट्रेन स्टेसन जान लागिरहेको छु। यस्तै छ। डोनाल्ड ट्रम्पको पनि फोटो रहेछ। ठीक भन्नुभएछ सर, गजब कुरा गर्नुभयो। यहाँ चाहिँ सर गयो। सुरु चट्याउँदा त यहाँ त उहो के हो कसो हो जस्तो लाग्थ्यो। अहिले चाहिँ लगभग बानी परिसक्यो। यहाँदेखि मेरो चाहिँ खासै धेरै रुट त हुन्न, एउटै ट्रेन चढ्छु म। प्राय एउटै ट्रेनमा चढै हुन्छ कि मलाई, एउटै ट्रेनमा, त्यही भएर खासै गाह्रो छैन। अब यहाँ पनि ट्यागको अब यसरी कार्ड चाहिँ छाउनुपर्छ चेक इन गरेर। त्यसरी ट्यागको यहाँ बस आएपछि अब 3 मिनटमा बस आउँदो रहेछ मेरो चाहिँ, ट्रेन आउँदो रहेछ। त्यसपछि ट्यागको चढ्छु ट्रेनमा। त्यसपछि सेन्टर पुग्छु। सेन्टरबाट झरेपछि त्यहाँ साथीलाई भेट्न जान्छु। तुङ्गुलाल चाउचाउ लिएर पनि भन्यो। त्यो जस्तो भए पनि नयाँ ठाउँमा आफ्नो पुरानो साथीहरूलाई भेट्नुपर्छ। यसो केटाहरूले पछि काम लगाइदिन्छ कि भनेर हो। अरू केटाहरूलाई भेट्नु पऱ्यो त्यहाँ चाहिँ। अहिले चाहिँ म अब ट्रेन कुरिरहेको, सायद आउँछ अब मेरो ट्रेन चाहिँ। Say hi. Hey. Meet my friend, new friend. What's your name? Marcus. And you? Marcus. Oh yeah, myself, Amani. Yeah, nice to meet you guys. Nice to meet you. Is this the real one? Is this the real one? What? A real one? Yeah. I think statue. It's a statue. It's just a statue. Oh, I thought this was real. No. के बोले भाइ? अब के बोले? के छ थाहा बोले? So, hello सबैजनालाई। अहिले म चाहिँ यहाँ डेनमार्कमा नयाँ साथी भेटाएको छु, जो म जस्तै एकदम सिङ्गल रहेछ क्या। अनि यहाँ बसिरहेको रहेछ यो सोल्टी चाहिँ। साथी बनाऊँ भनेको नाम पनि भन्दैन, यत्तिकै बसिरहेको छ। कमरा पनि लाने छि खेल्छ, कमरा पनि लाने छि खेल्छ। I'm not very good talking, you know? Yeah, hello. Hello, My name is Simon. my name is Gabriel. Yeah, nice to meet you. Same. Yeah. Hey. Yeah, now we are friends. Hey. We three are friends. This one and One, two two, and and three. his three. Yeah. We enjoying in Denmark.
Are you enjoying in Denmark? Yes, I like it. That's for today? Yes. Okay. Nice to meet you guys. Have a good day. Have a good day. Yeah. Goodbye. Goodbye. See you in next video. के भयो भन्दाखेरि चाहिँ भर्खरै त्यही रोमानियाको सँग कुरा गरेको अरे भर्खरै अनि त्यसपछि सोल्टी चाहिँ मस्त बियर खाइरहेको थियो क्या बियर खायो अनि हामीसँग यसो गफसफ गर्यो अनि मैले चाहिँ त्यसलाई यसो मन चोर्नलाई क्या के भन्छ भनेर भोक लाग्यो मलाई तसँग केही छ खानेकुरा भनेको मैले अनि त्यो सोल्टीले चाहिँ त्यहाँ यस्तो झिकेर दियो क्या अनि त्यसपछि सुरुमा चाहिँ यो दिएको थिएन मलाई सुरुमा चाहिँ अर्को बटर चिकन राइस हो कि यस्तै के भनेर दिएको थियो कि यस्तै थियो सेम अनि त्यसपछि चाहिँ मैले त्यसलाई भने आई डोन्ट लाइक चिकन आई एम भेजिटेरियन भनेको अनि त्यसपछि ओ या द्याट्स गुड अनि भनेर फेरि त्यसपछि उसले चाहिँ यो दियो के घर खा यो चाहिँ माइक्रो ओभनमा हालेर 4 मिनट भन्यो घर खान्छु म चाहिँ यो के हो हेरेको पनि छैन राम्रोसँग चाहिँ यस्तो रहेछ कि यो के हो अब मलाई चाहिँ थाहा छैन अब तेल दिएको राम्रै होला बोल्नेको चाहिँ पिठो नि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भने जस्तै यस्तो खैरेको मन चोरिदिएको दिइहाल्यो त्योसँग चाहिँ मैले अझै पुरै भिडियो गराउँथेँ कि तर त्यसले फेरि म भिडियो नगरा मसँग मलाई खासै भिडियो गराएको मन पर्दैन इङ्ग्लिस बोल्न आउन्न भन्छ अब मलाई कुन छ आउँछ यार इङ्ग्लिस बोल्न अनि त्यही भएर मैले त्योसँग चाहिँ भिडियो गराउनु खासै त्यस्तै छ अब म अहिले फेरि भ्यायो भने अहिले अरूसँग बोलिदिन्छु यो एकजना यो आमा चाहिँ एकदमै गुड हुनुहुँदो रहेछ क्या यहाँ पुरा विदेशमा है यहाँ फोरोसोरोदेखि कि ट्याक्क टिपेर हालिदिने क्या यत्रो बुढो भइसकेपछि नि आफ्नो देशको माया सरसफाइ ट्याक्क डेनमार्कमा चाहिँ यस्तै हुँदो रहेछ है जहाँ त्यही बाटो है वाह क्या सीन है उसले चाहिँ मसँग बिहा गर्छु भनेर क्या है यति नै हो ठिक छ कि नै नेपालको लागि बिहा गर्नलाई ओके बुझ्दैन जे भने पनि मुलाको सागहरूले ट्याक्क यतै सर र बोतल खोज्यो डेनमार्कमा चाहिँ यसरी बोतल खोज्न सक्यो भने पनि राम्रै इन्कम हुन्छ क्या बोतल खोजिरह है त्यसले कम्तीमा पनि केही नभइकन अहिले 1 घण्टामा 200-300 क्रोनर गरायो होला यहाँ यस्तो चाहिँ अझै 5-6 जना देखिसकेँ मैले मेरो पनि फ्युचर यदि जब पाएन भने चाहिँ यही गर्नु पर्ला जस्तो मजाले ट्याक्क बोतल बटुले हाल्यो डेनमार्कमा जोर से बोल के लोगों को स्कीमें बता हामीले चाहिँ अहिले यहाँ घोडा देख्न सक्छौँ बाटोमा पुलिसले लिएर हिँडेको Can I touch? Yeah, over here. I think he's very strong. He's very strong. I think he's afraid. I think he's afraid. Afraid of us? He's afraid of us. Yeah. खैरेले इंग्लिश ही बुझन यार मेरे बेइज्जत भए लगता है नीतीश कुमार बिहार के मुख्यमंत्री हैं बहुत बढ़िया खैरेले इंग्लिश ही बुझन यार मेरे बेइज्जत भए Hello young boy, how do you? What? How are you? Good. Which team you are supporting today? Huh? What? Which team you are supporting today in football match? Copenhagen.
Copenhagen? You like Copenhagen gameplay? Yeah. Who is your favorite player? Roberto Silva. And you? Oh, can you say again? Ah, you don't like Ronaldo, Messi? Yeah, Messi. Messi. Oh yeah, give me a high five. Yeah. Ronaldo. You Ronaldo? Oh, I don't like to high five with you. I just like only you. Messi, yeah. But I will high five with you if you do Su. Ronaldo, Cristiano Ronaldo, Su. Yeah, give me high five. Yeah, nice to meet you. Go on. Can I play with you? Yeah, that's okay. Yeah. Hello. Can you help me? औरत का चक्कर बाबू भैया, औरत का चक्कर बहुत बेकार होता है. Actually, I'm new to the city and I don't know. I need to find the train station. Train station? Yeah, I need to go to the train station. How can I find the bus near bus stop? Oh, yeah. Just go that way, you see those coming the bus right there? Yeah. You just keep going that way until you find like a root box and Yeah. just that way. Over there? Yeah. Are you going there? No, Are you going this way? sorry, I'm going this way. Oh, okay. Nice to meet you, sir. Yeah, Yeah. What's your name? Sip. Oh, Sif. Sip. Yeah. Yeah. Nice to meet you. Magatar. यसरी खैरेसँग हल्का बोल्न पनि पर्छ क्या बेला बेला यसरी खैरेसँग हल्का बोल्न पनि पर्छ क्या बेला बेला Can you help me? Okay. I'm just looking for the bus stop. Over there? Yeah. Oh, there's one bus here. Yeah? Okay, thanks. हल्का यही हो भन्छ कि खैरेल चाहिँ अब के हो थाहा छैन हल्का यस्तै छ विदेशमा मजाक गर्दा गर्दा साँच्चैको हल्का फुल्का बाटो भुले जस्तो पनि भयो नि यस्तो अहिले हेर्नु त्यस्तो बुढी आइमीहरूले पनि क्या चलाइदिएको है अनि मजाक गर्दा गर्दा बस स्टपै कता अलमल पर्यो तर एउटा बस चाहिँ उता आयो एकचोटि घर सोध्छु है रोक्नु चाहिँ 1 सेकेन्ड ओ फेरि दाहिने साइडबाट हिँड्छ कि देब्रे हेऱ्यो दाहिने हिँड्छ एकचोटि बस स्टपमा गएर सोध्छु I need to go to the North Holland station. North स्टेसनको नामै आउन राम्रोसँग वाङ्ग्यौँ वा के भन्छ के भन्छ खाने छैन वा गर्छ स्टेसन पनि त्यही भएर हुन चाहिँ बस चाहिँ यही रहेछ मेरो चाहिँ यहाँदेखि मेट्रो चढेर जाने अब तर मेट्रो चढ्ने पो कहाँ हो यसले भन्ला नि यार यो दाजु चाहिँ एकदम राम्रो हुनुहुन्छ मलाई लोकेसन पुरै बताइदिनु भयो What's your name? Murat. Yeah, nice name. I come from Turkey. Turkey. Yeah, Turkey, very nice country. Where do you come from? Nepal. Nepal. Oh, Yeah. you brother. Yeah, we brother. के भयो भन्दाखेरि चाहिँ म चाहिँ अहिले यत्तिकै घुम्न आइरहेको थिएँ क्या अनि त्यसपछि यस्तो 2टा फोटो पनि खिचौँ भनेर फोटो चाहिँ खिचेको कि के भन्ने अब फोटै राम्रो आएन यार मोबाइल त ठिकै हो पोको आइफोनबाट खिचेको कस्तो राम्रो आएको थियो त्यहाँ मैले अरूको हेरेको थिएँ एउटा मैले पनि आइफोन किन्नुपर्छ क्या तर के हेर्ने पैसा छैन अहिले तर कसैले गिफ्ट गर्नु न यार आइफोन यो भिडियो हेरेर कसैले गिफ्ट गरे पनि भयो नत्र नि हजुरहरूले हेरिरहनु भएको छ भने सब्सक्राइब गरिदिनु अनि मैले युट्युबबाट चाहिँ पैसा कमायो भने चाहिँ मैले आइफोन किन्छु त्यति नै हो आजलाई चाहिँ अहिले यहाँ घुम्न चाहिँ फोटो चाहिँ खिच्न पाइएन त्यही हो
भन्नाले भिडियो चाहिँ ठिकै आयो। घुम्ने ठाउँ त छ के आदि मोबाइल राम्रो नभएपछि फोटो पनि खिच्न पाइँदैन, त्यही छ समस्या चाहिँ अहिलेलाई। यति हो अहिलेलाई मेरो समस्या। पोको हो क्या गाइज होइन, हामी चाहिँ यस्तै रमाइलो गरेर डेनमार्कमा रमाइलो गरेको भिडियोहरू चाहिँ हामी अपलोड गरिरहेको हुन्छ। तपाईहरु हाम्रो कम्पनी पासा ब्रदर्सहरुले यो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब अनि शेयर गर्नु होला, किनभने तपाईलाई अनुभव हुन्छ नि त, हामी इन्फर्मेसन पनि दिइरहेको हुन्छौँ। जो अब अपकमिङ हुन्छ नि, अपकमिङ डेको लागि एप्लाई गर्न चाहने दिदीभाइ तथा बहिनीहरू हुन्छ अब होइन, उनीहरूलाई चाहिँ यो भिडियो हेऱ्यो भने चाहिँ इन्फर्मेसन पनि मिल्छ। अनि कुन ठाउँबाट कुन ट्रेनमा चढ्ने, कुन बसमा चढ्ने सबै थाहा हुन्छ होइन। अनि कलेजमा चाहिँ कुन बिल्डिङमा जाने भन्ने थाहा हुन्छ। त्यही भएर यस्तो सेड्युल आउँछ निल्सबर्गमा, हाम्रो निल्सबर्ग एपमा चाहिँ टाइम टेबल आएको हुन्छ, त्यसमा लेखेको हुन्छ कि एस बिल्डिङमा जाने कि एस बिल्डिङमा। कसरी चिन्नु भन्दाखेरि एस भनेको चाहिँ सेन्ट पेट्री भन्ने बिल्डिङ हो क्या। ये फंस गया सीएम। एस भनेको ह्यारी पोटर भन्ने हो के। पुरानो बिल्डिङ बिल्डिङ कलेज होइन नि त साथी। यार फ्रीमा आज के लिए सिर्फ इतना ही। अगर तुम्हें भी इस वैलेंटाइन लड़की चाहिए तो लाइक मारो, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर जितनी हवस निकालनी है उतनी हवस निकालो, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी चाह रहा हूँ यार कुछ उखाड़ ले यार। भाइ आजलाई नै हैन, च्यानललाई सब्स्क्राइब, लाइक, शेयर गर्नु होला है। आजलाई बाई बाई केटा, भोलि फेरि हामी भेटौँला। अब आजलाई यति त सक्यो है, राम्रो देखियो नि, सब्स्क्राइब गर्नु। र मैले अघि भनेको छु केटा, चिन्ने जतिले कमेन्ट गरौँ है, चिन्ने जतिले कमेन्ट गरौँ त। ह्यान्सी भाइलाई नाम त मैले अघि भनिसकेको छु है।